हेलो नमस्ते सबैजनालाई फेरि पनि तपाईहरु सबैजनालाई मेरो सेकेन्ड ब्लग मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी बुढाबुढी दुवैजना यता चन्द्रगिरीमा जाँदैछु। हामीले पहिल्यै एकचोटि भागल गरेको थियो चन्द्रगिरी जान्छु भनेर, त्यही भएर आज टाइम मिलेको छ। त्यही भएर आज बुढाबुढी यसो चन्द्रगिरी मन्दिरमा दर्शन गर्न आएको छु। हामी टिकट काटेर भित्र छिरे, भित्र त एकदम धेरै लाइन रहेछ। त्यसपछि बुढाबुढीले एक अर्काको भिडियो बनाउँदै बसे, किनभने साथी थिएन। अब के गर्नु, बुढीले बुढाको बुढाले बुढीको भिडियो बनाउँदै बसे हामी लाइनमा। लाइन एकदम धेरै थियो। पछि हामी केबल कार चढ्यो। केबल कारमा चाहिँ अब अरू भिडियो बनाउने मान्छे नभएको कारणले गर्दा त्यहाँ अब एकजना 2-3 साथी थियो। उहाँहरू चाहिँ इन्डियाबाट हुँदो रहेछ। उहाँहरूले रिक्वेस्ट गरे, उहाँहरूले बनाइदिनु भयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दुवैजनाले पूजा सकाए त्यसपछि बत्ती बालेर एक अर्काले अब बत्ती बाल्दै विश मागे। मैले पनि र मेरो बुढीले पनि आफ्नो मनबाटै आफूलाई चाहिने विश मागे। त्यसपछि हामी पूजा सबै सकाएर फेरि केबल कारबाटै फर्के। केबल कार भित्रबाट पनि यस्तो एकदम दामी भ्यूहरू देख्दो रहेछ। सुन्दर वातावरण यहाँबाट काठमाडौँको चाहिँ एकदम राम्रो सिन देख्ने। This all or nothing really got a way of driving me crazy. I need some